हेलो दोस्तों, आज हामीहरू क्युआर ट्याक्समा डिपोजिट गर्छौँ। हेरौ हुन्छ कि हुँदैन। हामीहरूलाई पनि पुरा कुरै थाहा छैन डिपोजिट कसरी गर्ने। धेरै डिपोजिट अड्किन्छ के हामीहरूको क्युआर ट्याक्स अकाउन्टमा आउँदैन, त्यो डिपोजिट क्रेडिट हुँदैन, रिसिभ हुँदैन हामीहरूको। अनि हामीहरू हेर क्युआर ट्याक्समा गएर आज हेर्छु हुन्छ कि हुँदैन। म वेबसाइटबाट गर्छु क्युआर ट्याक्सको। त्यो खोल्दा त्यो आइहाल्यो अनि त्यहाँ लाइभ अकाउन्ट हेर्छौँ। लाइभ अकाउन्ट 00 छ हामीहरूको। त्यहाँ डिपोजिटमा क्लिक गर्ने हो हामीहरू। त्यहाँ डिपोजिटमा क्लिक गर्ने हामीहरू अनि बाइनेन्स पेमा गर्छौँ। हामीहरू बाइनेन्सबाट पे गर्छु आज $10 गर्यो भने अनि प्रोसेस टु पे गर्छौँ हामीहरू। पंखा चला लिया सब एक दुखाता है। त्यहाँ बाइनेन्सको स्क्यानर आइहाल्यो। हामीहरू त्यसको स्क्यानरको स्क्रिनसट लिएर चाहन्छ भने बाइनेन्स एप्सबाट डाइरेक्ट गएर पनि स्क्यान गर्छौँ। तर हामीहरू नयाँ छौँ, हामीहरू त्यहाँ थाहा पुरा हुँदैन के गर्छु हामीहरू। अनि हामीहरू बाइनेन्स एप्समा स्क्रिनसट लिएर जान्छौँ। ल गइहाल्यो, स्क्रिनसट भयो मेरो। बाइनेन्समा अब बाइनेन्समा आधा प्रोफाइलको पिक्चर भनिरहेछ। प्रोफाइल पिक्चर भनिरहेछ। कहाँ छ प्रोफाइल पिक्चर हामीहरूको? त्यहाँ गएर त्यहाँ स्क्यानरको माथिको स्क्यानरको अप्सन हो, त्यहाँ स्क्यान गर्छ हामीहरू। अपलोड क्युआर कोड त्यो हो। अन स्पोर्ट ग्रुप एलएलसी $8 के हो? डिस्काउन्ट $2 भइहाल्यो हामीहरूको। अनि जान्छ के त्यसमा? जाँदैन नि सायद। त्यसमा भनिरहेछ $8 जान्छ के। हामीहरूसँग $11 छ के। त हामीहरू त्यहाँ $11 टाइप गरे। किन त त्यस्तो $2 किन कट्नु भइरहेछ यार हामीहरूको? $8 भनिरहेछ। म जान्छु हामीहरू त्यहाँ। अनि क्युआर ट्याक्समा कम्तीमा $10 चाहिन्छ। त्यसरी किन भइहाल्यो हामीहरूसँग यार? ल अब हेरौँ $8 जान्छ कि जाँदैन, कि अड्किन्छ। त्यो पनि अड्किन्छ लागिरहेछ मलाई। मेरो पहिला अड्किए थियो, पैसा आएन मेरो। अहिले प्रोसेसिङमा छ त्यो। $8 पेमेन्ट सक्सेसफुली। त्यसको स्क्रिनसट लिइहाल्ने। त्यसपछि ब्याक भएर क्रोम ब्राउजरको ओपन गर्नु। फेरि त्यसको स्क्रिनसट लिइहालेछौँ हामीहरू। अनि हामीहरू वेट गरौँ। अब आइहाल्यो। माइनस किन देखाइरहेको थियो $8 अनि माथि हेर्नुहुन्छ $10 को पेमेन्ट आइहाल्यो हामीहरूको। $10 आइहाल्यो लाइभ अकाउन्टमा हामीहरूको। ठिकै छ, $10 आइहाल्यो हामीहरूको। अब हामीहरू त्यस्तै गर्छौँ के। त्यस्तै गरेर अनि क्युआर ट्याक्समा डिपोजिट गर्न सक्छौँ अनि छिटोभन्दा छिटो रिसिभ गर्न पनि सक्छौँ। अनि बाइनेन्समा डिपोजिट कसरी गर्ने, नेपालबाट USD कन्भर्ट कसरी गर्ने भिडियो हेरेको छैन भने मेरो अर्को भिडियो छ, त्यसमाथि गएर हेर्नु होला। मिल्दछ अर्को भिडियोमा। तब तक जय नेपाल।